नमस्ते, म नेपालबाट हामी 8 जना यो बोडो महोत्सव दिल्लीमा भइरहेको छ। हामी नेपालबाट जम्मा 8 जना आएका छौँ। नेपालका हामी मेचे र आसाम र इन्डियामा भन्नुहुन्छ बोडो। आज यो बोडो महोत्सवमा हामी नेपालबाट उपस्थित हुनुभएकामा हामी सम्पूर्ण बोडोल्यान्डका बोडो साहित्य सभाका 4वटा सङ्गठनहरू उहाँहरूले यो कार्यक्रमलाई गर्नुभएकोमा हामीलाई अतिथिको रूपमा बोलाएको कारणले गर्दाखेरि मलाई आफूलाई यो ठाउँमा दिल्लीको यो बोडो महोत्सवमा उपस्थित हुन पाउँदा म नेपालका मेचेको सो परिवारको तर्फबाट उहाँहरूलाई यो कमिटीलाई धन्यवाद दिन चाहन्छु। र हामी यो जुन सिलिगुडीबाट यात्रा गर्दै दिल्लीमा आइपुग्दासम्म जुन दुःख सुख जुन हामी आफ्नो कठिनाइलाई पनि सफलता रूपमा लिँदै यो कार्यक्रममा आइपुग्दा मलाई आफू धेरै हाम्रो बोडो समुदायहरूले जुन यो महसुस मनाएकोमा धेरै धेरै खुसी लागेको छ र म सम्पूर्ण आयोजक कमिटीलाई धन्यवाद दिन चाहन्छु। अभी जो महोत्सव हो रहा है ये तो बोडो नेशन का अचीवमेंट का एक रास्ता, इसको बताएंगे। लाइन थानायाव लाइन, हटेलाव लाइन, गासिबावबो लाइन थांनानै दाबसे जायगायाव ज' जागोन। बेयाव नांगौ बेसादखौ जों बिना लासिगोन जाहैबाय। सेलाय जादों रायजोबो आखौ ओंखाम लाइन हम सेलाय जादों ओय मा ओंख्रि मोनाखै लाब्रा नायदो जे टेकनि ओंखाम जादों जोङो। सारी सब्जी उधर रखी, सब्जी भी है नहीं वो मतलब दाल और छोले इधर आ जाओ भाई साहब, इधर आ लो ना पूरा हंगे दंगे नहीं सासेया सब्जी नेबाय दं बेसेरा सब्जी नेदों फैसा खावरिफोरा। Very great pleasure to become, that is way of being and becoming of the nation, that is Bodo nation. The Utsav which is organizing, that is the way of a nation to become being and becoming. Thank you.
Dharmendra Pradhan, welcome. Welcome. Dr. Dharmendra Pradhan, welcome. Dr. Dharmendra Pradhan, welcome. Will you start? Dr. Dharmendra Pradhan, welcome. Dr. Dharmendra Pradhan, welcome. Kaya udah ini kau baca ini kaya ini kamu lalu dulu kau makasih kali. Sudah tidak ada